हाई हेलो कति क्लास हो तपाईहरु नर्सरी क्लासमा हो KG1 क्लास है KG1 क्लास Sit down. ल हामीहरु सबैजना कलिग्सहरु है यहाँ हाम्रो राइटबाट उता अरुण सर देन आफ्टर भरत राजाले सर हाम्रो विशाल अग्रवाल सर देन आफ्टर खगेन्द्र पौडेल सर अनि म है आज चाहिँ हामी तीज विशेषको लागि शोभा केसी म्यामले चाहिँ आज होस्टिङ गर्दै हुनुहुन्छ एन्ड हाउस वाइज स्टुडेन्ट्सहरु हाम्रो यहाँ एरेन्ज भएको छ है सो रेड हाउस यहाँ ग्रीन हाउस छ मेरो अगाडि ग्रीन हाउसको अगाडि रेड हाउस अनि उता फाउन्टेनको डाइरेक्सनतिर येल्लो हाउस र यतातिर ब्लू हाउसको एरेन्ज गरिएको छ है नवीन सर आजको जज हाम्रो स्कुलको म्युजिक टिचर नवीन घरती जीसी सर आजको प्रोग्रामको जज मिसेस अन्जु म्याम संस्कृति हाम्रो संस्कृति हो त्यसैले यिनको संरक्षण गर्नुपर्छ र हाम्रो कर्तव्य हो संस्कृति जोगाउँ आफ्नो पहिचान बचाउँ भन्ने मूल मन्त्रका साथ एन्ड आजको ब्लगर है हाम्रो ब्लगर रोमियो त्यसैले आज पनि चारवटा हाउसले सृजनात्मक रूपमा नृत्य प्रतियोगिता गरिरहेका छन् त्यसको लागि हामी तयारी अवस्थामा हेर्नका लागि बसिरहेका छौँ म्युजिक टिचर र कोअर्डिनेटरबाट मलाई नृत्य गर्ने विशेष कार्यक्रमको सुरुवात ओपनिङ गरिदिन हार्दिक अनुरोध गर्दछु
उठिसके आमा एकैछिन रोक्नु म बाहिर आइहालेँ ल छिटो आइहाल आज चाडबाडको बेला घरमा कति धेरै काम लथालिङ्ग छ छिटो निस्किहाल है ल निस्किहालेँ एकैछिन रोक्नु है म निस्किहालेँ एकैछिन त्यो सासु आमाले नि एकैछिन सुखसँग बस्न नदिने ल म गइहालेँ ल बुहारी नानी भान्साबाट चामल ल्याउँछ चामल केलाउनु छ ल म लिएर आइहालेँ चामल मलाई पढाइदियो दामी क्यामेरा रहेछ यी आमा चामल मैले लिएर आएँ नि कान्छी पनि आउने भन्दै थिएँ खै कता पुगी अझै आइपुगिन त आउँदै होला नि बाटोमा हुनुहुन्छ होला नि त सन्दै म्याम बोलिदिन न आमा ढोकरे भाग्यमानी हुनुहुन्छ हजुर नमस्ते नमस्ते आइपुग्नु भयो हजुर बल्ल आरामैसँग त आउनुभयो नि हजुर सबै आरामै भयो ल बसे गर्नु म चिया पानी लिएर आउँछु ल अनि छोरी घरमा सबै सन्चै हुनुहुन्छ नि हजुर आमा सबै सन्चै छ अनि दाइ प्रदेशमा त कहिले फर्किनेछ खै दाइ त यसपालि दसैँमा आउने भन्दै थियो के हुन्छ थाहा भएन अनि भाउजू नजाने त तिजमा योपालि आफ्नो माइत आमा यसपालि तिजमा माइत जाने कुरा सोचिरहेको थिएँ धेरै वर्ष भइसक्यो माइत नगएको यसपालि जान पाए हुन्थ्यो नि यसपालि त हुँदैन यसपालिको तिजमा घरमा धेरै पाहुनाहरू आउँदैछन् घरमा धेरै काम हुन्छ बरु अर्को पेटलाई ख्याल गरौँला नि आमा यसपालि तिजमा सबै दिदीबहिनीहरू भेला गर्ने कुरा भइरहेको थियो यसपालि जान्छु हुन्न र यसपालि त हुँदैन कान्छी पनि आएकी छ जेठी पनि आउने भन्दैछु घरमा धेरै पाहुनाहरू हुन्छन् बरु अर्कोचोटि जाउँला नि लौ यो भान्सामा लगेर राख त अनि आमा यसपालि तिजमा नाचगान नगर्ने त यसपालि तिजमा नाचगान गर्ने मैले आफन्ती दिदी बहिनीहरूलाई बोलाएकी छु आउँदै होला नि ल है हामी त रमाइलो गर्न आएको नमस्ते नमस्कार ल आउँदै गर्नुहोस् न त एकछिन रमाइलो गरौँ न त नाचगान गरिहालौँ भइहाल्छ नि कता होइसिन्छ त भाउजू अब भाउजू हजुर यहाँ के गर्दै होइसिन्छ त सर गोप्रोको यो अनै हुन्छ है यस्तो देखायो भने यो रातो हजुर यसपालि माइत जानुहुन्न त माइत जाने त भनेको सासु आमाले नि घरमा धेरै काम छ भन्नुभयो माइत जान पाउँदैन अनि श्रीमानजी पनि प्रदेशमा हुनुहुन्छ यता भएको भए जानु मिल्थ्यो नि तर उहाँ उता आउनुभयो अनि जान पाइँदैन क्या चिन्ता नगर्नु न भाउजू हामीहरू छौँ त हजुरको लागि अब एकछिन आफूलाई रोकेर हामी एकछिन नाचगान गरौँ न त है हुन्छ नि गर्दै गर्नु न ल जाउँ
Thank you.
किन मेरो साइली तिमीहरू नाच न म एकैबाट हेरि नाच्छु नि हेर्न मात्र हुन्छ र नाच्नु पऱ्यो रमाइलो पनि त गर्नु पऱ्यो हामी जस्ता एक्ला महिलाहरूलाई नाच्न गाउन राम्रो राम्रो कपडा लगाउन यो समाजले कहाँ मान्छ र साइली यस्तो कुरा किन सोच्छस् लक्ष्मी अनि के सधैँभरि यस्तै गरी जीवन बिताउन चाहन्छस् मेरो इच्छाले केही हुन साइली यो त चलिआएको चलन हो यस्ता चलनहरू परिवर्तन हुनुपर्ने होइन र लक्ष्मी यस्ता सुरुवात हामीबाटै गर
Thank you.